साथीहरु, आज एउटा भिडियो लिएर आएको छु तपाईहरुको लागि है। सकेको एउटा सहयोग गरिदिनु पर्ने भयो सबैजना साथीहरुले, किनभने यो चाहिँ नेपालको इटाहरी है, इटाहरीको एउटा दिदीले मलाई यहाँ फेसबुकमा भेट्नु भएछ र उहाँले चाहिँ फेसबुकमा कुरा गर्दै जाँदाखेरि उहाँको जग्गा रहेछ त्यो दिदीको, उहाँले चाहिँ बिरामीको पैसा चलाउनु भएको रहेछ। अनि उहाँले चाहिँ जग्गा किन्नु भएको रहेछ। त्यो जग्गा चाहिँ उहाँले पैसा नभएर बेच्न खोज्नु भएको रहेछ हैन। त्यही भएर चाहिँ सबैजना इटाहरी कुन ठाउँ चाहिँ थाहा भएन, इटाहरी हो, इटाहरी बजार छेउ भन्ने भएको छ। दिदीले चाहिँ बजार छेउ भन्नुभएको छ हैन। रोड रहेछ, दुईपट्टि नै रोड, राम्रै रोड रहेछ। त्यहाँ चाहिँ अनि रुमाले जग्गा रहेछ, 16 लाख 9.5 धुर जग्गा 16 लाख भन्नुभएको रहेछ हैन। 16 लाख पर्ने रहेछ। उहाँले अब पहिल्यै यो भन्दा 4 वर्ष अगाडि 16 लाखमा किन्नु भएको, अहिले पनि 16 लाखमै बेच्नु हुने अरे। त्यही भएर चाहिँ साथीहरुले सबैले म यहाँ स्क्रिनमा तपाईहरुको यो स्क्रिनमा राखिदिन्छु, नम्बर राखिदिन्छु। उहाँ दिदीलाई कल गरेर इटाहरी तपाईहरु कुनै पनि देशमा विदेशमा जहाँ पनि हुनुहुन्छ, यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईहरुलाई जग्गा चाहिएको छ भने चाहिँ अहिले 2 लाख रुपैयाँ कट्ठा धुर छ अरे। उहाँले चाहिँ 1,80,000 धुरले दिनुभएको छ हैन। म 2 लाख रुपैयाँ धुरले चलेको छ जग्गा, तर अहिले म 1,80,000 नै दिन्छु। मैले बिरामीको पैसा चलाएको थिएँ, त्यही भएर एकदम मलाई पैसाको खाँचो छ भनेर चाहिँ दिदीले भन्नुभएको छ। अनि त्यही भएर जग्गा नम्बर एकदम रोडको साइडमै भएको, अरतिर परतिर घर भएको, एकदम राम्रो ठाउँमा, खोलाहरू नभएको हैन, खोलाले नलाने, के भन्छ खहरेले नलाने, खोलाहरू नभएको एकदम राम्रो ठाउँमा, रोडको साइडमा एकदम चारपाटा मिलेको रुमाले जग्गा, 9.5 धुर 9.5 धुर जग्गा हैन। यदि किन्नु कोही मान्छेलाई इच्छुक छ भने, नभएदेखिनु तपाईहरु कुरा गर्न चाहनुहुन्छ भने मैले नम्बरहरु सबै राखिदिन्छु, त्यो दिदीको नम्बर राखिदिन्छु। तपाईहरुलाई यदि जग्गाको आवश्यक छ भने हैन, जग्गा मन पर्यो भने तपाईहरुले किन्न सक्नुहुन्छ। र एकचोटी चाहिँ दिदीसँग कुरा गर्नुहोस्। तपाईहरुलाई जग्गा उहाँले तपाईलाई व्हाट्सएपमा जोइन गरेर तपाई विदेशमा हुनुहुन्छ, जग्गा किन्न खोज्नु हुँदैछ भने राम्रो छ एउटा। त्यहाँ चाहिँ अब पहिलादेखि नै महँगो हुँदै गएको, अहिले 4 वर्षसम्ममा पनि दिदीले 16 लाखमा किन्नु भएको जग्गा 16 लाखमै दिन्छु भन्नुहुँदैछ। पैसाको एकदम खाँचो छ अरे, उहाँले बिरामीको पैसा चलाउनु भएको थियो भन्नुहुँदैछ दिदीले। त्यही भएर चाहिँ दिदीले चाहिँ मलाई यहाँ फेसबुकमा भेटेपछि भाइसँग पनि केही सहयोग हुन्थ्यो कि भाइ पनि विदेशमा हुनुहुँदो रहेछ भनेर चाहिँ दिदीले गुनासो गर्नु भइरहेको थियो हैन। त्यही भएर चाहिँ तपाईहरुलाई एउटा अनुरोध छ, बिचरा अब कहीँबाट पनि एउटा जग्गा बेच्ने मान्छेलाई पनि उहाँले गुहार गर्नु भएको, जग्गा बेच्नु पनि उहाँले कोसिस त नगर्नु भएको हैन, एकदम कोसिस गर्नु भएको दिदीले। तर मान्छेहरुले अब हैन, कोही मान्छे फोन नउठाइदिने, कोही कता जाने भएर चाहिँ उहाँ एकदम तनावमा हुनुहुँदो रहेछ। जग्गा एकदम नम्बरी जग्गा हो, बकाइदाले कागजपत्र छ दिदीसँग हैन। तपाईले 2 लाख रुपैयाँ मात्रै बैना गरिदिनु भयो भने दिदीले 2-3 वर्ष पर्खिनुहुन्छ अरे। यो चाहिँ यति कुरा हो, तपाईले 2 लाख रुपैयाँ जति बैना गरिदिनुस्। अब तपाई नेपालमै हुनुहुन्छ भने जानुस्, दिदीलाई भेट्नुस् हैन, के कसो हो। अनि तपाईले बैना गरिदिनु, 1-2 लाख बैना गरिदिनु उहाँलाई तुरुन्तै सबै पैसा चाहिँदैन। पछि तपाईले गर्दै जाँदाखेरि तपाई विदेशमा हुनुहुन्छ भने पैसा कमाउनु 2-3 वर्षमा त 15-16 लाख मजाले कमाइन्छ नि। अलि राम्रो देशमा हुनुहुन्छ भने त हैन, खाडी मुलुकमा हुँदा पनि तपाईहरुले थोरै गर्दै सक्नुहुन्छ नि त है।
सबैजनाले चाहिँ यो भिडियो सेयर पनि गरिदिनु होला साथीहरू है। नभएदेखि यो भिडियोलाई डाउनलोड गरेर तपाईँहरूले डाउनलोड गरेर हाल्नु, तपाईँहरूको फेसबुकमा हाल्नु होला। कपिराइट आउँदैन फेरि यसमा, मैले अनुमति दिएको छु होइन। यो भिडियोलाई डाउनलोड गरेर तपाईँहरूले नभए पनि कसरी हुन्छ सेयर गरेर भए पनि त्यो दिदीलाई, एउटा दिदीलाई सानो सहयोग, उहाँको एकदम गाह्रो छ, अवस्था गाह्रो छ भन्नुभएको छ, उहाँलाई एकदम सहयोग हुन्थ्यो। हामीले सानो सहयोग गर्दा पनि उहाँलाई धेरै ठुलो मद्दत पुग्नेछ। त्यही भएर सबैजनाले यो भिडियो सेयर पनि गरिदिनु होला। नभएदेखि तपाईँले यो भिडियोलाई डाउनलोड गरेर भए पनि होइन, म राम्रो नभए तापनि, मेरो अनुहार राम्रो नभए तापनि, मलाई चिन्नु नभए तापनि, तर मलाई तपाईँहरूले चिन्नु नभए तापनि यो भिडियोलाई चाहिँ एकदम तपाईँहरूले चाहिँ फुल सपोर्ट गरिदिनु पर्यो। यसलाई चाहिँ यो कुनै पनि होइन, मान्छेले चाहनुपर्छ, गर्नुपर्छ, गरेपछि हुन्छ, पुरा हुन्छ, हिम्मत हार्नु हुँदैन होइन। तर हामीले नै आँट गर्ने हो होइन, हामीले आँट्ने हो। हामीले आँटिसकेपछि नहुने कुरा हुँदैन। सबैजनाले ल, मैले फुल डिटेल यहाँ राखिदिएको छु। सबैजनालाई यो जग्गाको भिडियो पनि छ होइन, जग्गाको थोरै भिडियो पनि छ, अनि जग्गाहरू पनि राम्रै छ। सबै ल हेर्नु होला साथीहरू।